रोल्पाको थबाङ गाउँपालिका 2 नम्बर वडाका वडा अध्यक्ष अभिलाषा रोका मगरले वडा कार्यालय बन्द गरी साँचो गाउँपालिकालाई बुझाउन लाग्नु भएको छ। वडा अध्यक्ष रोका मगरले ग्रामीण सडक वर्षा समाप्त भएको लामो समयसम्म पनि नखुल्नु, केन्द्रीय विद्युत प्रसारण लाइनको काममा ढिलासुस्ती हुनु लगायतका विकास निर्माणका काममा गाउँपालिका अध्यक्ष र गाउँपालिकाले कुनै चासो नदेखाएको आरोप लगाउँदै असन्तुष्टि प्रकट गर्नु भएको हो। उहाँले गाउँपालिकाको उदासीनताका कारण आम नागरिकले विभिन्न गुनासो गर्दै आएका भन्दै आफूले बारम्बार ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएको बताएर असन्तुष्टि जनाउनु भएको छ। वडा अध्यक्ष रोका मगरले आज कार्तिक 13 गतेदेखि वडा कार्यालय पूर्ण रूपमा बन्द गरी साँचो गाउँपालिकामा बुझाउने निर्णय गरेको जानकारी दिनुभएको छ। साथै नागरिकका मागहरू तत्काल पूरा नभए वडा अध्यक्ष पदबाट राजीनामा समेत दिने चेतावनी दिनुभएको छ।